हेलो एन्ड गुड मर्निङ गाइज, इट्स वास्ता गुरु तपाईँहरू के म चाहिँ लङ टाइम पछि चाहिँ यहाँ के भन्छ भ्लग सुरु गर्दैछु। आज चाहिँ हामी कहाँ जान लाग्यो भन्दै पुरा हामी चाहिँ जामा चाहिँ हाइकिङमा जाँदैछौँ। हाम्रो टोटल स्टुडेन्ट चाहिँ कतिजना छौँ हामी 38 जना छ भने मसँग 39 जना छ। अनि हाम्रो खानाहरू चाहिँ प्याकिङमा आउँदैछ र हाम्रो गाडीहरू आइसक्यो। अब चाहिँ हामी यहाँबाट हिँड्छौँ सेन्टरबाट। ओके एकचोटि हाई गर्दै पुरा ओके लेट्स गो देन आइज। ओके अब यिनीहरू चाहिँ लानु पर्छ जहाँ गाडीमा वागक लाग्छ जति झ्याल्नु पर्छ है। ओके ओके गाइस अब हामी चाहिँ जान्छौँ। मेरो बुढाहरू यहाँ गयो। ओके ल बाई बाई। उहाँहरूले चाहिँ अब गाडीमा हाम्रो ब्यानर बाँध्दैछ। अब चाहिँ हामी यहाँबाट जान लाग्यो। बुढाहरू चाहिँ यहाँ चढिसक्यो यताबाट। ए चढेर मिलेर बस है बुढा। ओके यसलाई यहाँ बाँधौँ है त। सरी फ्यान त बाबु जहाँ गयो नि फ्यानै भेटिन्छ। यस्तै हो के गर्नु, सेलिब्रेटी भएपछि यस्तै हो भनेर आफूलाई भन्नु पऱ्यो। भन्दैन तिमीहरू। ओके यहाँ बाँध्नु भइरहेछ है। उनीहरू यहाँ सबजना बसिसक्यो। अनि यहाँनिर ओके ब्रा अब हामी जान्छौँ। हल्ला त म आउँछु पक्न। चाहिँ धेरै टाइमपछि खाना ल्याइदिनु भयो। हामीलाई अलिकति यहाँ ढिलो भइसक्यो। म चाहिँ सबै होला सबै हाम्रै हो क्या। ओके सबै भेज त्यहाँनिर छ। यो पनि लैजाऊ। कति भयो होला हाम्रो भेज एउटाको आउट गर्दा कति भयो? हामी साँच्ची नै हिँडेको ल खाना साना आयो छुट्टीमा आएको हामीले चाहिँ यो टिकट पनि लिइसक्यो त्यहाँबाट। अब चाहिँ हामी अनि जान्छौँ। अब यो हामी त्यहाँ खानासाना खाएर हिँड्छौँ। उहाँले यहाँ नाम टिपाउनु भइरहेछ। मेरो भुराहरू चाहिँ यहाँ यसरी खाँदैछ है। यता कोही यता ग्रुपमै छ। कस्तो रहेछ भुरा खानेकुरा? म नि खाएँ छैन यार। ओके ल खा है टन्न खा। पानी कहाँ छ? अब हामी पनि खाने हो। खा 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 मोटा खा। यता पनि छ है ग्रुपहरू। ओके अब हामी पनि यो खान्छौँ। यहाँ अचार पनि छ। मिठो छ कि छैन रहेछ पुरा? मिठो छ नि होइन, त्यस्तो साह्रो त छैन। तर कोहीमा के हाल्न बिर्सेछ, कोहीमा के हाल्न बिर्सेछ। अचार नि दामी हो। आएको होला नि। अब म कराकरै गरेँ बिहानबाट फोन गरेर बिचरा। ओके बुढा अहिले आएपछि हो सबै टिपेर राख्ने है। टिपेर ठक्क राख्ने। अब चाहिँ गाइज हामी यहाँबाट प्रस्थान गर्दैछौँ। ओके आइज बुढा हिँड। अब हामी रमाइलो गर्दै चाहिँ हिँड्यौँ जामाचो रहेछ यो। जामाचो पैदल मार्ग गाइज। मेरो बुढारी हिँडेर जाने मार्ग ल जाउँ। हिँडेर जाने बाटो हो मा। टोइलेटमा जानेहरू छुटाउ। तलपाल भाइस अत्याचार भयो यसलाई टोइलेटमा। लेट्स गो। ओ बुढा सँगै जाने हो पख। यिनीहरू आएको छैन। हिँड्ने है त म पनि लागेँ ल। लास्ट सबैभन्दा लास्ट र मेरो बुढाहरू चाहिँ अगाडि गइसक्यो। त्यहाँ एक लाइन बस भनेको एक लाइन पनि लगाइसक्यो। हामी चाहिँ यताबाट आएको है। यो जङ्गल हेर्दा चाहिँ मलाई पहिला घाँस काट्न आएको जस्तो लाग्यो है। भिरबाखातिर होइन यही हो हाइकिङ भने। ओ बुढा यो के हो रे? हो यही हो हाइकिङ भने। ल आइज अब चाहिँ गयौँ हामी बिस्तारै गाई चाहिँ माथि चढ्छौँ। लाइन त्यहाँ तलदेखिबाट यता माथिसम्म छ है।
म चाहिँ यिनीहरूको बिचमा छिरे हो उकालै छ भन्थ्यो साँच्ची नै हो रहेछ हौ म त हावा भने होला जस्तो लागिरहेको थियो तर साँच्ची नै उकालो रहेछ यो ओहो एकचोटि छ ए तिमीहरू हामी त लाउरे हो मेरो बुढाहरू लाउरे हो गाइस ठगै लाग्दैन यिनीहरूलाई यो गतिले जहिले पुगेन अब पुग्न चाहिँ पर्ने त्यही हो यो चाहिँ खास यति बाँकी रहेछ यहाँ 4 किलोमिटर मेरो भुराहरू दिनै पुग्छ हो यति त यति जाँदा होइन अलिकति माइनसै भयो त्यसले त्यहाँ साथी जहिले तानिरहेछ यो यहाँ छ हामी त्यो तलबाट आएकै गाइस हामी त अनि पुरै सिकिस्तै होला जस्तो छ यहाँ पुग्यो हामी चाहिँ बल्ल अलिकति उकालो सकेर यहाँ पुग्यो सैनिक इलाकामा यहाँनिर पुग्यौँ है त अब यहाँबाट जान अझै कति टाइम लाग्दैछ है ओके म टिकट दिन्छु तिमीहरू यहीँ बस है गाइस अब चाहिँ हामी फेरि यहाँबाट यता प्रस्थान गर्दैछौँ ल प्रस्थान गर बुढाहरू हिँड अब ल हिँड गाह्रो साह्रो गिलो के भएको छ तिमीहरूलाई हिँड गाह्रो साह्रो भन्न खोजेको ल अब चाहिँ हामी यतिजना छौँ कि बुढाहरू पछाडि अरूले यहाँबाट छोडेर गइहाल्यो अब हामी मात्रै जान्छौँ बिस्तारै गाइस तर रमाइलो छ है तपाईँहरू पनि एकचोटि आउनु होला यता रमाइलो बवाल छ नि त पुरा यस्तै उकालो चढ्न गाइस हामी चाहिँ यहाँ थकाइ लागेर एकछिन थकाइ मारेका छौँ आधी चाहिँ गइसक्यो होइन पुरा अब यिनीहरू चाहिँ यहाँ यति हामीलाई पर्खेर बसेर रहेछ एउटा त्यहाँ तल आउँदैछन् त्यही पनि अब हामी चाहिँ यति चाहिँ यहाँ छौँ बाँकी चाहिँ माथि पुगिसक्यो सोनीहरू त माथि गइसक्यो ल उठ अब ल ल हिँड अब जाउँ हामी गन्तव्यमा पुग्नुपर्छ होला नि त पुरा अनि ल जाउँ अब कति जति होला है बाटो अझै 2 किलोमिटर कहाँ ल्याएछ फाइनली आइपुग्नु लाग्यो मेरो आधी भुरा चाहिँ गइसक्यो आधी भुरा पछाडि छ हामी चाहिँ बिचमा छौँ हामी चाहिँ पुगेको है अब थोरै माथि गएपछि फेरि भिडियो सुट गर्छौँ हेर्दै गर्नु होला बिहान त्यतिकै जमझम नबुझ्यौँ त्यसैले हामीले नपढ्यौँ इङ्ग्लिस नआत्यौँ जेसीको छोड्दै जाउँ इङ्ग्लिस इज मुर्दाबाद नेपाली इज जिन्दाबाद त्यसैले हामी नपढ्यौँ ओ गाइज वाउ हो पुग्यो गाइज यस फाइनली यस पुग्यो सिँगान पनि आयो है निस्किको उमा ओहो है फाइनल भनेको यता अब यो भिउटार चढ्छौँ है ल एकदम ए पसल ससल जम्मै रहेछ यस्तो अब म बुढेसकाल चढ्छु नि यहाँ माथि आइज ओके गाइज अब यहाँबाट जान्छौँ है हामी यता भिउटारमा ओ गाइज दिस इज भ्यू काठमाडौँ गाइज काठमाडौँ गाइस यो देख्न सक्नुहुन्छ किन झारेको हो यो गुम्बा हो क्या अरे यो त गाइस यो हो है भ्यू हेर्न सक्नुहुन्छ खै यता जाउँ न ल हेर्नुहोस् यस्तो बवाल देखिँदो रहेछ यो यता स्वयम्भूहरू होला यहाँ हेर्नु न यहाँ यो कसरी राखेको छ हामी चाहिँ फाइनली यहाँ पुग्यौँ भनेको ठाउँमा पुग्यौँ होइन हो यति भरिमा हाम्रो घर कहीँ छैन के हेर्नु देखेर मात्रै के हेर्नु ओके सेसन गर्दैछ यहाँनिर म चाहिँ यहाँ हेरिरहेको छु यो बुढाले के गरेर हुन्छ यता जाउँ भित्र चाहिँ के रहेछ केही पनि छैन यता यस्तो छ है जङ्गलहरू मात्र मान्छे बुढा फोटो खिच जाउँ छिटो फोटो खिच फ्यान धन्यवाद ओके ओके ल ओहो मेरो बुढा 3 जना त्यहाँ अरू गए अरू दोस्त गयो तिमीहरूको ए ल हामी आउँछु पक्का जाउँ है सरी
बाटो यस्तो छ अब हामी त्यहाँबाट चढ्यो अब यता हामी एकछिन यतातिर जान्ला यतातिर यस्तो रहेछ गुम्बा यता यहाँ त पसल बढी रहेछ यार यो पनि यता यस्तो रहेछ गाइजी बवाल रहेछ अब जाउँ अब हामी एक ठाउँ बसौँ न कहाँ बस्ने एक ठाउँ बसेर खाऊँ क्या तल ओए त्यता होइन के सबैजना बस्न मिल्ने ठाउँमा बसौँ भने क्या तिमीहरू अरू खोइ अरूहरू खोइ भ्यू गाइज भ्यू हामी चाहिँ अब यो खाँदैछौँ बुढाहरू यता बसेको छ कोही यता छ कोही यता छ यो खाने भोक लागिहाल्यो अब यो उकालो चढ्दा त उहाँले चाहिँ हाम्रो 800 रुपियाँको चटपटे मेरो बुढाहरूलाई बनाएर दिनु लाग्नु भएको छ अब चाहिँ हामी यो खाने हो अनि बुढा हाम्रो कामको के गर्नु छ मेन फोटो र भिडियो त बनाएकै छैन भ्लग मात्रै सुट गर्दै हिँडिरहेको छु म ओके अब हामी चाहिँ फर्किँदैछौँ यहाँबाट अब तल जान्छौँ बाई बाई हामी फेरि पछि आउने बाचा गर्दै अहिलेको लागि चाहिँ झऱ्यौँ भर्ती लागेपछि आउँछ नि ओके गाई चाहिँ भटभटे गाई जग्गी आउँदाखेरि चाहिँ जाडो गर्मी भएको थियो त्यसलाई सबै खोलाम जस्तो भएको थियो अन्त जाडो भयो त्यहाँ टोपी सोपी टी सर्टी व्यवस्थापन गरेर हिँडेको र कोही अगाडि गइसक्यो यता पछाडि आउँदैछ अहिले चाहिँ मैले चप्पल लगाइसकेँ है चप्पल लगायौँ किनभने जुत्ताले खुट्टा साह्रै दुख्यो टेक्नै नसक्नु गरे त्यसले गर्दा हामी फर्किँदैछौँ गाई चाहिँ भ्यू हेर्नु न यस्तो ओके ओके गाइज हामी चाहिँ सबैजना चाहिँ फर्किरहेछौँ अहिले कति बजी पुरा 4:30 भयो अब चाहिँ 5 बजी हामी तल पुगिसक्छौँ अनि त्यसपछि हामी गाडीमा जाने हो त्यसपछि थापाथली झार्ने अनि त्यसपछि हामी आफ्नो गन्तव्यतिर लाग्ने मतलब घर जाने भन्नु खोजेको चस्मा लाग्छ यार मेरो फेरि खुट्टा फर्क्यो भने अर्को आफत पर्छ यार गाइज 5 बजी गएको छ हामी चाहिँ जाँदैछौँ है त्यो तल पुगिसक्यो बुढाहरू यता अब यहाँ माथिबाट आउँदैछ यिनीहरूलाई चाहिँ सँगै लगेर जाऊँ भनेर चाहिँ म पर्खेको हो यसरी बसिरहेको छु यहाँबाट आइरहेको छु बाङ्गो हुँदै टेक्दै आएको छु यिनीहरू गाह्रो छ गाइज गाह्रो छ एकचोटि तपाईँहरू पनि अवश्य भिजिट गर्नु होला जामा चौक ओके गाइज फाइनल्ली हामी चाहिँ पुगेर यहाँ आयौँ झऱ्यौँ पनि अब यहाँ थोरै फोटोसोटो खिच्छौँ अनि हामी जाने हो अब अनि यहाँ ओके यता आइज भुरा माथि आइज यता ओके अब हामी भिडियो बनाउँ मतलब फोटो खिच्छौँ आइज 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 अब चाहिँ हामी जान्छौँ है टिकट यहाँ छ कसलाई आइज अब चाहिँ फाइनल्ली हामी के गरेँ बुढा यो चाहिँ के रहेछ शिवपुरी नागार्जुन रहेछ है गाइज आयो तिमीहरू पनि आयो ल जाउँ रमाइलो बाबा गाइज गाडी चाहिँ त्यो हो है अब यिनीहरू यहाँबाट क्रस गर्छ ओके गाइज मेरो बुढा चाहिँ यहाँ चढिरहेको छ सबैजना आयो होला आई थिङ्क जहाँसम्म लाग्छ एकचोटि काउन्ट गरौँला नि भित्र है हामी सक्यो अब आजको गीतको हाकी अब हामी फेरि पछिबाट आउनेछौँ तर यहाँ चाहिँ आउँदैन अब पछि फेरि अरू ठाउँमा जान्छ नयाँ स्टुडेन्टहरू आउँछ त्यही बेला अब चाहिँ हामी आउने बेला भइसक्यो पुगिसक्यो त अब चाहिँ हामी आइपुग्यो
आइपुग्यौँ है ओर्लीमा अब बुढाहरू ओर्लिँदैछ अब हामी भित्र जाने हो मेरो बुढाहरू चाहिँ गयो बाई 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 तिमीहरू कहाँमा जाने गाडी उता माथि जान्छ नि यहाँ त आउँदैन नि त ल बाई गाई बाई बाई आज पनि सक्छ बाई तिलो गयो तिलो ल बाई बाई गाई त अब फाइनली सक्यो अब चाहिँ मैले यो भ्लगलाई यहीँ एन्ड गर्छ जय नेपाल हेर्दै गर्नु होला भन्दै बाई